सम्पूर्णमा नमस्कार। आज म तपाईहरुलाई हाम्रो सानो बारी देखाउन गइरहेको छु। यो हो इमिलो। इमिलो पनि यसले पनि उत्पादन दिन सुरु गरिसकेको छ। यो अहिले यसमा चाहिँ पर्याप्त मात्रामा चुक भइ नसकेका कारणले यो खान योग्य भइसकेकै अवस्था चाहिँ छैन। सानो दानाहरू यसको अलि सानो सानो छ। यसका दानाहरू वृद्धि हुँदैछ। यसमा चुकहरू पर्याप्त मात्रामा आउँदैछ। तपाईहरुलाई चाहिएछ भने यसमा पर्याप्त चुक भइसकेपछि खबर गर्नुहोला। तपाईहरुलाई मन पर्छ भने कमेन्ट गर्नुहोला। अनि त्यसमा नभए तपाईलाई म चाहिँ यो कागती देखाइन गइरहेको छु। कागती पनि यो अलिकति विकासी जातको कागती भएको कारणले यसको दाना ठुलो छ। पर्याप्त मात्रामा कागती आएको छ। अरु बोटहरु तल छ। त्यस सबै कुरा देखाउन सकिन्न। यो एउटा बोट तपाईहरुलाई देखाउन गइरहेको छु। यसभन्दा पछि चाहिँ म तपाईहरुलाई चाहिँ यो हाम्रो चाहिँ मौसमी देखाउन गइरहेको छु। यो मौसमी हो। मौसमीले पनि उत्पादन दिन सुरु गरिसकेको छ। यसमा पनि दानाहरू लागिसकेको छ। यसले चाहिँ उत्पादन दिइसकेको छ। यसमा पर्याप्त मात्रामा यो मौसमी पनि फलिसकेको छ। त्यसमा नभई तपाईहरुलाई यो कलमे गरेको सुन्तला। यो सुन्तला कलमे गरेको कारणले बोटा सानो छ, तर यसमा उत्पादन केही मात्रामा छ। अहिले भक्कर लगाएको कारणले अब चाहिँ यो अघिल्लो वर्ष दिन्छ होला। यो तपाईहरुलाई म समग्र रूपमा हाम्रो करेसाबारी देखाउन गइरहेको छु। यसमा विभिन्न किसिमका इमिलो, तपाईको चाहिँ कागती, तपाईको चाहिँ मौसमी लगायतका अमिलोहरू धेरै छ। तपाईहरुले चाहिँ म यो हाम्रो अमिलो जातको बारी देखाइसकेपछि यहाँभन्दा पछि तपाईको चाहिँ केराबारी अरु बारी देखाउने छु। धन्यवाद।